हेलो जयमसी आज मन्डेको दिन गुड मर्निङको साथै आज चाहिँ हाम्रो एलएलएम प्रार्थना भवनमा चाहिँ आज हाम्रो नयाँ सालको लागि सरसफाइ कार्यक्रम हुन गइरहेको छ। अनि हामीले सरसफाइमा चाहिँ के गर्ने भन्ने कुराहरू प्लानिङ गरेको छौँ। अनि कपडाहरू धुनु अनि साथै अब सरसफाइ गर्नु भन्ने छ, धेरै कामहरू छ। यो सिसाहरू सबै पुस्नुपर्ने छ। अनि पर्दाहरू चाहिँ उहाँले निकालिसक्नु भएको छ भाउजूले। अनि अब नयाँ सालको लागि यो सबै हामीले चाहिँ एकदम सफा गरेर रेडी गर्नुपर्नेको छ। अनि जतिजना अहिले भेला हुनुभएको छ, हामी 3-4 जना भेला भइसकेको छौँ। अनि बाँकी पनि आइरहनु भएको छ। त्यस कारणले गर्दाखेरि कामहरू चाहिँ अब यहाँ अलरेडी रेडी भइरहेछन्। अनि हाम्रो माइकल दाजु आउनु भएको छन्। अनि अब हामी काम सुरु गर्न जान्छौँ, तपाईँहरूले पनि हेरिदिनुहोस् ल गाइस। आज चाहिँ अब नयाँ यहाँ देखो है कस्तो अनुभव हुनेछ आज भन्नुहोस् त। यस्तो काम गर्नु पाउँदाखेरि यहाँ सर भन्नुहोस् कस्तो महसुस भइरहेछ आजको दिन के भन्छ ल भयो त। ल गाइस यो लुगा यो चाहिँ यति नै हो, कम्ती हो होइन, अझै बाँकी छ हो। यो चाहिँ पानीले गर्दाखेरि मात्रै माथि देख्दैछ है। ल भयो ल अब। ल गाइस अब हामी चाहिँ होइन आज यहाँ एकदम काम गर्न लागेको छौँ चर्चमा, सरसफाइ। अनि काम चाहिँ सुरु भइसकेको छ, अझै आउनु बाँकी छ। अब सुरुमा चाहिँ यो लुगाहरू छ, धुनुपर्ने लुगाहरू छ हो। मेरो काम चाहिँ यो लुगा पखाल्ने, पानी भरेर पोखिसक्यो गाइस हो। अब पानी भरेर पोखिसक्यो। अब म पखाल्ने काम हो, दुईजनाले एकदम मिच्ने काम हो। लगाएर सुकाउनु ठाउँ तल छ है। अझ आउनु भएको छ। ल गाइस हेर्नु धेरै खुसी छौँ होइन, यस्तो पैसाको घरमा होइन यसरी लुगा धुनु पाउँदाखेरि धेरै आभारी नै भएको छु, खुसी छु होइन। यो बेलामा चाहिँ हृदय भएको धन्यवाद गाना याद आउँछन् अरे। यस्तो काम गर्ने दिन समयहरू फेरि पाउला नपाउला, त्यसैले धेरै एकदम ह्याप्पी, एकदम गीत बजाएर। ल गाइस अघि लुगा धुइसक्यो होइन। अब अहिले चाहिँ यो सुरुवात हुँदैछ यो एकदम तर भिडियोबाट फोटो खिच्नु मिल्छ होइन। यति धुइसक्यो होइन। भित्र सफा गर्नु हुँदैछ। यहाँ एकदम हाम्रो उहाँ भाउजू दिदी एकदम एउटा विश्वास साथ चाहिँ आफ्नो काम चाहिँ पुरा निभाउनु हुँदैछ हो। आएको छ कुन उता होस् भन्दिनँ, म त त्यस्तोमा उयो लाग्दैन हो। एकदम माथि ल ल एकदम एकदम हुँदैछ काम पुरा। हाम्रो भाइको पनि एकदम एउटा यही सालको लागि भनेर एकदम होइन अब 2 तारिकको यहाँबाट जानेछ नयाँ साल मानेर। तर एकदम इन्ट्रेस्ट लाएर चाहिँ आफ्नो काम पुरा गर्दैछ। जुठो भाँडाको अलराउन्ड अब अघि त्यो सक्यो, अब यसको पालो छ है। लुगा सक्यो, जुठा भाँडा सक्यो होइन।
अब यो कुर्सीको खुट्टा हाम्रो यहाँ बडी पनि हुनुहुन्छ, भाँडामा खानुहुन्छ। तपाईँ के भन्नु चाहनुहुन्छ दर्शकहरूलाई? तपाईँ के भन्नुहोस् त, दर्शकहरूलाई के भन्नु चाहनुहुन्छ? मैले पनि म सघाउँदैछु, अलराउन्ड हो होइन। यो लुगाहरू सबै मिलेर नि गरेकै, म पनि पखाल गर्ने होइन। तर त्यहाँ चाहिँ मै भिडियो रेकर्ड गर्ने थियो, तपाईँहरूले देख्नु भएन, यसमा गरेको छु। अब त्यो जुठो भाँडा पनि राखेकै हो अघि होइन। अब यसको पालो चाहिँ अब यो गर्छु, कुर्सी फुटायो पखाल्ने मिलाउने काम गर्छु है त। हामी सबैजना खुसी भएर मिलेर कामहरू गरिरहेको छ नि सबैजना गएर। मेरो कपाल चाहिँ यस्तो भएछ नि। अब यो भित्र चर्चभित्र गएर टाँस्ने कामहरू छ मेरो, कार्पेटहरू होइन, एकदम कार्पेटहरू टाँस्ने यस्तो सही लगाइस। यो नयाँ सालको काम चाहिँ लास्ट भएर आएको छ। चेयरहरू सबै धोइधाइ गरेर सकेको छौँ। अनि भाँडाकुँडाहरू पनि यसरी धोइधाइ गरेर राखेको छौँ 1 तारिकको लागि। आजको लागि काम चाहिँ अब यति नै होला सायद। अनि भित्र पनि अब सरसफाइ गर्नु हुँदैछ बडाहरूले। अब केही काम बाँकी रहेको छ, त्यो पनि सकिहाल्ने। लुगा सबै धुइधाइ गरेको छौँ। अनि निर्याको तयारी हो। तपाईँहरूको मण्डलीमा यसरी काम गरिरहनु भएको होला। अनि हाम्रो चाहिँ एलएलएम प्रार्थना भवनमा चाहिँ सरसफाइ सक्यो।